स्ट्यान्डमा आउनु पर्दैन यहीँसम्म आइहाल्छ सो आज धेरै दिनपछि स्ट्यान्डअप स्ट्रिप लेखेको होइन मम्मीले दही खाएर जा भन्दैन थियो मैले बियर बोकेर आएँ क्या आज चाहिँ गल्ती भयो भने दोष मेरो हुँदैन शरद दाई कहाँ हुनुहुन्छ शरद दाईले कमेडीको कमेन्ट गरेर गइसक्नु भएको छ होइन आई अल्सो ट्राई माई वर्स्ट समीक्षा मेरो पोस्ट एकचोटि जोरदार ताली समीक्षाको लागि गाइस समीक्षा यस्तो पोस्ट हो होइन खोज्दा नि पाइँदैन चाहिँदा नि चाहिँदैन धेरैजना न्यू कमरहरूले सोध्दै होला समीक्षा आएर म यस्तो कपाल हो भनेर कहाँ हो मेरो टाइपै होइन नि कसले सोध्न सक्छ किबे र क्लाउड हाउस कपाल द कोड विल नेभर गेट डिप्लोइड मलाई कस्तो मान्छे थाहा छ हु गिभ्स मी बटरफ्लाई इन स्टमक भन्छ नि मलाई पेटमा स्टमकमा त्यो हुन्छ नि बटरफ्लाई आउनु सी फाइन बक्स तर के भन्दाखेरि आई लभ गर्ल्स है मलाई के यति मनपर्छ होइन यति मनपर्छ मैले क्लाउड हाउसको सिभी दिएर ट्रिपल हाउसमा एप्लाई पनि गरिदिएँ क्या आई डु हेभ माई गर्लफ्रेन्ड आफैले होला तर छ मैले गर्लफ्रेन्ड बनाउनुको सिर्फ एउटै रिजन थियो मलाई केटीहरूको मुड स्विङ बारे जान्नु थियो क्या मुड स्विङ हुन्छ भन्छ नि होइन त्यो मुड स्विङ चाहिँ किन हुन्छ भनेर जान्नु थियो क्या अनि आफ्टर लङ 3 days अफ रिलेसनसिप मेरो मुड स्विङ सुरु भयो क्या पिरियडको बेला गाह्रो हुन्छ मलाई साह्रो पर्छ भने मैले तातो पानी खाऊ भने उसले थाहा भइसक्यो मेरो मुड स्विङ सुरु भयो भनेर उसले भन्थ्यो नि पिरियडको बेला मेरो अति मुड स्विङ मेरो नन पिरियडमा चलिरहेको मेरो एक्स्ट्रा क्लास अफ मुड स्विङ चलिरहेको क्या म राइट ह्यान्डले टेबल टेनिस खेल्दा चाहिँ लेफ्ट ह्यान्डले डिप्लो गरिरहेको छु मेरो मुड स्विङ यति चलिरहेको छ म सिक्ली लिएर घुम्न गइरहेको छु क्या तर यो सबैलाई हुँदो रहेछ म्यानेजर टिम लिड सबैलाई हुँदो रहेछ होइन सो यो मुड स्विङको चाहिँ टाइप हुँदो रहेछ क्या मैले भर्खर थाहा पाएँ वर्क फ्रम होम भन्ने एउटा टाइप रहेछ सिक लिभ अर्को टाइप अनि लिभिङ अर्ली अर्को टाइप एराइभिङ लेट अर्को टाइप आफ्नो टाइपको टाइप सबसे धेरै मुड स्विङको टाइम हाम्रो पनि के थाहा छ आई एम रनिङ लेट टुडे आई एम रनिङ लेट टुडे को कुद्दै आइरहेको कुद्दैन ठिक छ माने तर को ढिलो कुदिरहेको Some people are coming so late that they think slow and steady wins the race. Oh, race हो त यार guys. हामी सबै एउटा रेस जितेर आएको मैत्रीमा. Give it up for सबैको लागि. तेरा मक्क परे क्या? सबै हाँस्छन् मक्क परेर. एउटा भएन ल सबलाई. को बोइज हो? हाम्रो बोइज भनेर डराउँछ. म हो क्या म यसो डराउन. कोही बोइज होइन? ले को गर्ल्स हो आज डराउनु पर्दैन आज केही डराउनु पर्दैन एलजिबिटी कम्युनिटी होस् बोइज होस् गर्ल्स होस् सब फ्री छ 21st सेन्चुरी वी वान्ट जजिङ टुडे गाइज भोलिको ग्यारेन्टी म दिन सक्दिनँ तर गर्ल्स एन्ड बोइज आर डिफरेन्ट भेरी भेरी डिफरेन्ट अति डिफरेन्ट गर्ल्स आर पुअर बोइज आर अग्ली गर्ल्स वान्ट टु बी इन्डिपेन्डेन्ट बोइज वान्ट बियर आज बियर नहुने पनि यहाँ कोही केटाहरू हुँदै गर्ल्स एन्ड बोइजको रेस यति कम छ होइन नेपालमा पपुलेसन केटीको बढी छ भन्छ कहाँ छ कोही देखिरहेको म 4 5 1 2 3 4 गन्दिन छोड्दै के यस्तो रेसियो क्या त्रिशुली को लगाउँदै गाइस हात राउँछ त्रिशुली गाउँछ बद्यो आउने अब यहाँ बिन्दु त्रिशुली 1 2 3 हेर सब केटा खान केटीहरू गरी ए देखिन अलि सो त्रिशुली होइन त्रिशुली त आफ्नै सुन्दै पाएको छ त्रिशुलीको के छ भन्दियो त्रिशुलीमा के थियो भन्दाखेरि रिभर साइड थियो होइन रिभर साइडमा टक्क साइडमा बसेर खुट्टा हल्लाएर टक मस्त हावालाई एकछिनमा के भन्छन् भनेको त कति गर्मी हो फेरि चाहियो मलाई यो त्यही मान्छे हो क्या घरमा जाँदा वाटर फ्लोइङ फ्रम द रिभर भन्दै ब्ल्याङ्केट सुत्ने क्या त्यो कस्तो कस्तो मान्छेले त्रिशुलीमा आउँछ कोही नाचिरहन् कोही हल्लिरहन् कोही डेटिङ बसिरहन्
हिजो मेन्जो दाइहरूलाई भेट्न गएको होइन अनि मेन्जो दाइहरूले खेल्नु महेश हेर न यहाँ त्रिशुलीमा त कोही बिरामी भएन भन्थ्यो त डेलिभरी बोय त कस्तो कस्तो आइरहनु त भन्नु हो दाइ के छ हेर हेरौँ न त भने यस्तो देख्नु दाइले सिक्ने गएको रहेछ अनि हात दुखिरहेको छ प्याडल चलाएर भने अनि दाइ केही छैन त प्याडल चलाएर हात दुखिहाल्छ नि भने महेश एउटा नहेर दुईवटा चलाउने हेर भन्नु ठिक छ हेर्नु न त के रहेछ यसो हेरेँ खुट्टा दुखिरहेको छ रिजन 14 जना केटाहरूसँगै सुतेर डाइरा चलिरह रिजन मैत्रीको भन्दा मिठो खाना नपचेर सकमा हुन्छ यसै गर्नु कि नयसै गर्नु भनेर इङ्ग्लिस खोइ इङ्ग्लिस भन्नु Guys, in English I am so sorry. In English, guys are so happy while going Trishuli. Guys are so happy while going Trishuli. So they have like this office headache. So office headache. They want to go into Trishuli again. They want to type again. But this time without life jacket. एकचोटि मैत्रीलाई जोड्न जाने भन्नुपर्छ किनकि अघि कुराकानी अब किनकि मेरो हजुरले भन्नुहुन्थ्यो कसैको धोती खोलेपछि धोती लगाइदिन पनि जान्नुपर्छ When you do keep pull, you have to do keep push. हरेक फ्लोरमा छ हरेक पार्किङमा छ होइन मैत्रीको पार्किङमा भ्यालुहरू देख्न खबर नि तपाईँहरू ड्राइभ केयरफुली समन इज वेटिङ फर एट होम म फ्ल्याटमा बस्छु प्लिज ड्राइभ स्लो धर्मीले ढोका लगाइदिन्छ मलाई पर्खिने भनेको मेरो टिममेट मात्र हो क्या कति बेला आउँछ नि यसलाई यसो गर्ने टास्क भनेर जे भनेर हो मैत्री अहिले कि यस्तो मजा भइरहेछ मेरो टिममेटलाई सबसे मैले खुसी मेरो म्यानेजर गाई मैत्रीमा सबसे धेरै हुने कुरा के हो वाट इज देयर वाट इज ह्यापनिङ मैत्री सो लङ सबसे धेरै हुने कुरा के हो ऊ परबाट को त्यो प्रेसर भन्ने प्रेसर हुन्छ मैले भन्दैछ कामको बढी प्रेसर काम भन्दा को भयो केटाहरू केटीहरू के भएछ सबसे धेरै मैत्रीमा भनेको दुईटा कुरा एउटा डेको मिटिङ अर्को इभिनिङको मिटिङ मिटिङ आमा के हो मिटिङ भनेको कति मिटिङ हो बिहानदेखि बेलुकासम्म चल्ने यति धेरै मिटिङ छ होइन सबसे धेरै कहाँ छ मिटिङमा छिटिजको टिम हो त्यो छिट छ छैन किन आयो होला मिटिङमा छिटिजलाई होइन मिला भोजपुर नुहाएको मिटिङको कुनै ठाउँको नाम छिटिसँग मैले कुरा गरेर के भएन म त डेटिङ गर्न आँटेको छु नि हो र के भयो मलाई चिया सुनाएको छैन यताबाट छिटो कुरा गर्दैछ हेलो हजुर हजुर खाना खायो छैन नि ए किन नखाकिने कहाँ बस्नु भन्नु त म आउँछु म त इलाममा बस्छु नि छिटिजले इलाम सुनेपछि भोलिपल्ट यति चाँडो आयो छिटिजले अब सेक्युरिटी गार्डलाई ढोका खोल्दैन ठिकै रमाइलो भयो I have come to my end होइन अब थ्याङ्क यू मैत्री फर गिभिङ दिस अपर्च्युनिटी होइन मैले देख्न छोडिसकेको तर थ्याङ्क यू मैत्री फर गिभिङ दिस अपर्च्युनिटी थ्याङ्क यू एभ्री वान फर लभिङ सो मच भन्नुपर्छ इङ्ग्लिसमा
केटा स्यालेरी माथिबाट बढेर आउँछ थ्याङ्क यू गाइस लभ यु so much